हेलो साथीहरू, आज चाहिँ हामी पशुपति जान लागेको। म अलिकति छिटै यहाँ आइपुगेर यहाँ यस्तो भिडियो खिचेको म्याच हुँदै रहेछ। अनि एलिसा र आमा आउनुभयो परबाट। आमालाई चाहिँ सागको गाडी चढाइदिएर हामी पशुपति गर्ने सीताहरूसँग। त्यसपछि हामी यहाँ गएर चिया खायौँ। उहाँहरूले चाहिँ चिया हामीलाई दिँदै हुनुहुन्थ्यो, चिनी भएको र चिनी नभएको जस्तो खाइने दिँदै हुनुहुन्थ्यो। त्यसपछि हामी त्यहाँबाट खै चढ्ने ठाउँ थियो। अनि यस्तो चढेर हेरेको कति धेरै मान्छेहरू हुनुहुन्थ्यो। अनि यो ढोकाहरूमा कति धेरै राम्रो राम्रो मालाहरू, एकदम राम्रो राम्रो मालाहरू गाँसेर लगाउनु भएको थियो। त्यसपछि हामी ओम शान्तिको प्रोग्राममा गयौँ। ओम शान्तिको प्रोग्राममा डान्स भइरहेको थियो। कस्तो धेरै यति धेरै राम्रो नाच्दै हुनुहुन्थ्यो उहाँहरूले, होइन, एकदमै त्यो हुन्छ नि कस्तो राम्रो नाच्दै हुनुहुन्थ्यो क्या। अनि त्यसपछि डान्स सकेपछि एउटा नाटक भयो जुन चाहिँ नेपाल आमालाई छोडेर बाहिर विदेश जाने त्योहरू त्यस्तोसँग सम्बन्धित थियो। त्यसपछि एउटा यहाँ ओम शान्तिकै एउटा आमा जस्तो हुनुहुँदो रहेछ, अलिकति मिहिन मान्छे। अनि उहाँले चाहिँ आफ्नो प्रवचन दिनुभयो, हिन्दी प्लस नेपाली कस्तो राम्रोसँग दिनुभएको थियो। त्यसपछि साँझ परेपछि हाम्रो आरती भयो यहाँनिर। यो चाहिँ पशुपतिको उताको नित्य आरती समूहले चाहिँ यतापट्टि आएर गरिदिनु भएको रहेछ। आरती सकेपछि हामी आएको। यता डेली आरती हुने ठाउँमा चाहिँ यति धेरै भिड थियो, यति धेरै भिड थियो। अनि त्यसपछि हामी यहाँबाट बल्ल बल्ल निस्क्यौँ। बाहिर कति राम्रो बत्तीहरू हालेको, झिलिमिली थियो। फुलहरू कति राम्ररी सजाउनु भएको थियो। आधी मात्र काम हुँदै थियो, काम अझै गर्न बाँकी नै थियो। हामीले चाहिँ राम्रोसँग हेऱ्यौँ। भोलि चाहिँ शिवरात्रि, भोलि चाहिँ हामी पशुपति जान सक्दैनौँ भनेर अझै हामी राम्रोसँग डुलेर आयौँ कसरी सजाउनु हुँदो रहेछ भनेर। अहिले पनि अझै सजाउँदै हुनुहुन्थ्यो। अनि हामीलाई घर पनि जान ढिला भइसकेको थियो। अनि त्यसपछि हामी घर गयौँ। भिडियो मन पऱ्यो भने लाइक, सेयर, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। मन परेन भने के मन परेन त्यो कमेन्टमा लेखिदिनु होला। धन्यवाद।